हेलो गाइस, के छ हालखबर? म चाहिँ एकदम ठिकै छु होइन। भर्खर स्कुलबाट आइपुगेको। अन्त त्यही हो, आज चाहिँ हाम्रो क्लासको स्टुडेन्टको, हाम्रो क्लासमेट भनौँ न, हाम्रो क्लासमेटको चाहिँ आइफोन थिएछ नि त। आइफोन 16 हिजोअस्ति किनेको रहेछ हो। त्यो अन्त हल्का फोटोहरू खिच्दै थियो नि त, अघिदेखि फोटो चाहिँ खिच्दै थियो। फ्लेक्स हान्दै थियो नि त अलिकति फोनको। अब आइफोन भनेपछि त होइन, त्यो अन्त टक्कै मिसको एन्ट्री भयो नि त। मिसले चाहिँ फोटो खिच्दै देख्यो नि त। फोटो किन खिचेको, त्यो फोटोहरू डिलिट गरिहाल, नत्र म फोन लगिदिन्छु भने नि त। अब त्यो केटाले चाहिँ मेरो होइन मिस भन्दै ढाँट्दै थियो नि त हो। त्यो त्यो मिस चाहिँ अलिक सिधा थियो, टेढेन होइन। त्यहाँदेखि त्यो मिसले चाहिँ, त्यो क्लास टिचर अर्को मिस छ नि त, स्ट्रिक्ट छ त्यो मिस चाहिँ। उसलाई चाहिँ बोलाइदिन्छु नि, नभए छिटो डिलिट गरिहाल भन्यो नि त। उसले चाहिँ गरेन। त्यो क्लास टिचरलाई बोलायो। क्लास टिचर चाहिँ एकदम स्ट्रिक्ट छ हो। त्यहाँदेखि चाहिँ त्यो क्लास टिचरले चाहिँ फोन खसाइदियो होइन। खसाएर चाहिँ, किन ल्याएको फोन, मैले हिजो तिमीहरूलाई वार्निङ दिएको भन्यो नि त। त्यहाँदेखि फोन चाहिँ नि यस्तो कस्तो पक्रेर चाहिँ नि ड्याम्मै भुइँमा पछारिदिएको होइन। त्यो पनि आइफोन। अब कस्तो सबैजना त्यो अपसेट भइदिएको नि त्यो आइफोन फुटेको देख्दा चाहिँ हो। क्लास पनि अब सब कस्तो अब साइलेन्स भएको नि त। त्यही हो, फोन चाहिँ कहिले नल्याउनु है स्कुलतिर, फुटाइदेला। तर लास्टमा चाहिँ लास्ट वार्निङ भनेर दिइहाल्यो। के गर्नु, अब फुटिछ क्या। 15,000 जस्तो खर्च लाग्छ होला त्यो आइफोनमा अब फेरि बनाउनु।